पहिला यो सुरुको क्लिप हेरौँ, त्यसपछि यसको दोस्रो क्लिप हेर्नेछौँ। सरकार यो हर्क साम्बाङ कहाँको जन्तु हो? यो कहाँबाट पैदा भयो हाम्रो देशमा? यो भेडा यो जन्तु कहाँबाट पैदा भयो? यो जानवर कहाँबाट पैदा भयो? यसको मुख चुप लगाएर बसायो है सरकार, मुख चुप लगाएर बसे। यसले अति गरिरहेछ। यसले यो भेडा साला गेट पाले ढुङ्गा पक्रे भरियाले अति गरिसकेको छ। यो बाहिरै खतम भित्रै खतम भएको मान्छे काठमाडौँबाट यस संसद भवन टेक्नुभन्दा अगाडि हामीले मारिदिन्छौँ है सरकार। अहिले नै भन्दैछु, मारिदिन्छौँ हामी यो हर्क साम्बाङलाई। मासाले त्यसको घरमा आगो लाग्नु पुगाउँछौँ हामी। हिजो मैले आवेगमा आएर हर्क साम्बाङ प्रति भिडियो बनाएको थिएँ। त्यो भिडियो हर्क साम्बाङले राख्ने भ्याएछन् कि, तर एउटा प्रधानमन्त्री जस्तो मान्छेलाई, एउटा सांसद जस्तो मान्छेले मापसी र लापसी चेक गर्छु भन्ने उसको चाहिँ कहाँसम्मको जायज कुरा हो त? त्यो जायज कुरा हो त? उसले भन्ने कुरा हो त्यो? यो प्रधानमन्त्रीलाई त जनताले जिताएर पठाएको हो नि त, जनताले जिताएर पठाएको। मैले आवेशमा आएँ, मैले भने होइन, आवेशमा आएर भने ठिकै गरे, गल्ती गरे होला, मैले आवेशमा आएर भने। तर उसको पनि अलिकति मुख चाहिँ जोगाएर राख्नुपर्छ है सांसद भएर हर्क साम्बाङजी। तपाईँ पनि अलिकति बोल्नु पायो भने जता भावी नबोल्नु के। जनता त्यतिकै फ्रस्ट्रेसन भइरहेको बेलामा यस्तो नबोलिदिनु के तपाईँ पनि आएर। अब जे बोल्ने बहिनी जेलमा गएर बोल्ने है, ढुक्क भएर बस्यो हुन्छ। तिमी जस्तो नालायकले गर्दा यो देश बिग्रिने, बुझ्यौ नि।